कफी सार्यो है 10 वटा सुन्तला 22 वटा कफी 22 वटा कफी 6 वटा आँप त्यो गुलियो आँप के बम्बई हो कि के भन्छ त्यसलाई बम्बई आँप बम्बई आँप 6 वटा त्यति सार्यो आज हाम्रो बारीमा के फलफुलहरू छ अरु भोलि पनि यस्तो मौका मिलाएर भोलि कतै बिल्ने जाने काम छ सेवासरी जाने प्लान छ भोलि त्यतै जानु पर्यो त्यसपछि आएर चाहिँ एकजना मान्छे खोजेर नि अनि यति बेला पानी बर्सिराख्यो भने सबै 150 बेर नै सार्ने चाहिँ योजना छ 150 बेर नै सार्ने यही समयमा यो स्याउको बिरुवा पनि चाहिँ 8-10 वटा छ स्याउ यो सर्यो छ बल्ल यसलाई गोडमेल चाहिएको छ स्याउ है यो स्याउ हो 20-22 दिन भयो यसलाई सारेको ठिक छ यो चाहिँ नि ब्याम्बु चेक के अरे त्यो ऐसाको राता जरा यो अनार हो यो अनारको बिरुवा हो यसलाई चाहिँ 3 वर्षमा चाहिँ फलेर खाने कोसिस गर्दैछु हेरौँ अब सफल हुन्छ हुँदैन अनारका बिरुवा लगभग 20-22 वटा छन् अब अहिले सार्ने त्यही पनि सार्ने हो तिनलाई पनि अनार कागती चाहिँ कागती हो यो कागती हो त्यसमा चाहिँ नि 150-200 दाना फलेको थियो अहिले अब अस्ति भर्खरसँग खानेछौँ सकियो त्यसको मकै पनि छ है फेरि मकै त भइहाल्यो त्यस्तो छ पुरा यो आरु पोखरा हो आरु यसलाई आरु भनिन्छ यो खाने सिजनमा असार लाउँदा खाने हुन्छ असार लाउँदा खाने हो अहिले यस्तो छ अहिले यो राता दाना भएर चाहिँ यस्तो छ खाने बेला हुन्छ गुलियो हुन्छ रातो दाना भएपछि अलिअलि हल्का रातो हुँदा अमिलो हुन्छ पुरै रातो दाना चाहिँ भएर धर्सा चाहिँ फुटे जस्तो धर्सा भयो भने एकदम गुलियो चाहिँ हुन्छ यो यसको सिजन असार लाउँदा असार महिनाभरि खाना हुन्छ यो नास्पाती यो भदौरे नास्पाती हो यसको बुटो ठुलै भएर चाहिँ धेरै भारी भएर यसलाई काटिएको अहिले फेरि पलाएर ठुलो रहेछ आएको छ अब 2-4 हाँगा राखेर अनि अरू चाहिँ काट्दिने यो घाम लागेको बेलामा 2-4 राख्ने अरू चाहिँ काट्दिने के धेरै ठुलो झम्म भएर आएछ त्यस्तो छ चाहिने हेर्नु पर्यो जिन्दगी यसैले भुलाएको छ मरेर चाहिँ यो यसको अर्को आएको हो यो दालचिनी चियामा चाहिँ नि एकदम राम्रो यसको पात बोक्रा एकदम राम्रो हुन्छ यसबाट तेजपत्ता बन्ने हो तेजपत्ता यसका विभिन्न नाम छन् दालचिनी पनि भन्छन् ठाउँ अनुसार छ खास यसको नाम तेजपत्ता हो तेजपत्ता यो पनि छ ठिक छ अनि अब यसरी चाहिँ नि आफूले चाहिँ मिहिनेत परिश्रम गरेको ठाउँमा छोरा नातिहरू चाहिँ आएर मेरा सेखापछि चाहिँ बुवाले गरेको हो नि भनेर चाहिँ यो धान दिए म एकदम खुसी हुनेछु सम्म चाहिँ गर्लान् भन्ने आश छ ल आजको इन्टरभ्यूलाई अभोकाडो ल यी झम्काटा छोडेर माथिको अभोकाडो पनि छ है
यो अभोकाडो हो त्यो 3 वर्षको भयो 3 वर्षको अभोकाडो अब आइसाल फल्छ कि भनी आछ अभोकाडो 4th इयरमा फल्छ होला अभोकाडो अनि यो चाहिँ जिक्रा आज मैले ल्याएको यो जिक्रा चाहिँ यति जिक्रा चाहिँ मैले आज तलबाट उठाएर ल्याएको है कट यो नहुने नि अन्त यो गोठ भइहाल्यो भैँसी यो भैँसी हो यसो दुध दिएर खाने भैँसी यसैले भुलाएको छ यसैले भुलाहा बुवालाई यिनै यही भैँसी लिएर यिनै बिरुवाले चाहिँ मलाई भुलाहा व्यस्त बनाएको छ यही भैँसी लिएर यही बिरुवाले बुवालाई व्यस्त बनाएको छ यो आमाको नि कम्प्लेन हो भैँसीले चाहिँ भैँसी बेच्नु पर्यो भन्ने आमाको हो भैँसी बेचिदियो तर चाहिँ अहिले अब दुध दिन्जेल खाम्केर अनि त्यसपछि बेचौँला अहिले त अब दुध भएको बेलामा बाहिर निकाल्दा त्यहाँ अरू कसैलाई दिएन दुध भने फेरि चाहिँ डिस्टर्ब हुन्छ बुवाले भैँसीले बेच्न त चाहनुहुन्छ तर अनि त्यो दुध दिन छोडेपछि बेच्ने अरे दुध दिन छोडेपछि बेच्ने हो त्यही छ मेरो प्लान अब चाडा बेच्न लिएर जान्छु र अनि आउँछु म भैँसी दिउन 22वटा हुन्छ यो चाहिँ हाम्रो पहाड हो यो चाहिँ घर हो मौसम पनि एकदम राम्रो छ यस्तै छ मौसम चाहिँ गाई छैन पक के को गाई छ पक ए यस्तो छ मौसम साथीहरू यस्तो छ ल ठिक छ ल यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु है अनि लाइक गर्नु सेयर गर्नु भयोभरिको सब गरिदिनु मोस्ट भ्युड भिडियो अन द प्लानेट गराइदिउँ त यसलाई